हेलो साथीहरु, आज चाहिँ हामी चाइनिज गार्डन आएको छु। चाइनिज गार्डन त धेरै चोटि आइसके र आज हामी धेरै दिन बादमा हाम्रो पुरानो साथी 5 वर्ष बादमा फेरि हामी भेट भएको अनि हामी चाहिँ घुम्न आएको छु। अब भिडियोमा चाहिँ अब हामीलाई देखाउनु चाहिन, तर के भने यहाँको अब अहिले कस्तो सुनसान रहेछ नि त। आज चाहिँ त्यति साह्रो आएको छैन रहेछ यहाँनिर घुम्नु, त्यसले गर्दा मैले भिडियो क्याप्चर गरेको। र यो चाहिँ लेक साइड अरे, हामीले त्यहाँनिर त्यो उयोहरू हेर्दै आएको नि त। त्यहाँनिर के भन्छ बोर्ड हेर्दै आएको। यो चाहिँ लेक साइड रहेछ अनि लेक साइडपट्टि आएको छु। अनि यहाँ चाहिँ फ्लावरहरू कति मजाले फुलिरहेको रहेछ। अनि त्यहाँनिर चाहिँ कमलको त्यो कमलको फुल है कि के हो भन्दा त्यो उयो हौ हेर त कमलको पर्खिला म नजिकबाट क्याप्चर गर्छु अलिकति। कमलको फुल रहेछ हेर्नु त हो, राम्रो। त्यो के भन्छ कमलको फुल चाहिँ, तर के भन्छ नि उयो भगवान बस्ने होइन, त्यो किचनमा हुन्छ अरे। तर अब यसको भ्यालु चाहिँ कस्तो हुन्छ सबैलाई थाहा नै भएको कुरा हो। र हेर्नु न मजाले ढकमक्क फुल्दै रहेछ हो। अनि त्यहाँनिर छ मेरो साथीलाई, लु साथीलाई पनि निकालिदिनु पर्यो। हाई भन्नु त साथी। हामी चाहिँ 5 वर्ष बाद भेट भएको, हामी चाहिँ साथी दुईजना चाहिँ 5 वर्ष बाद भेट भएको र आज हामी घुम्न आएको छु चाइनिज गार्डन। अनि रमाइलो भइरहेको छ होइन। र अब हामी यताबाट त्यसै घुम्न जानु पर्यो। कति दामी फुलहरू ढकमक्क फुलिरहेको रहेछ। पर्खिला म उयो फुल उयो गर्छु, त्यहाँदेखि चाहिँ कता जानु भन्दा हामी ल पर्खी यो फुल उयो गरिहाल्छु। फुल्लामुको घरको छेउछाउ आएको छु हामी, तर आज उसको छुट्टी छैन अरे हो आज उसको। अच्छा दामी अहिले त म छेउबाट गर्छु। साह्रो फेसबुकले मलाई कपिराइट भन्छ कि। आज चाहिँ लुत्ता भनेर चाहिँ मैले चाहिँ मेरो आफ्नो भोइसमा चाहिँ भिडियो बनाइदिएको छु। हेरौँ त आज पनि।